अब म चाहिँ गाई गोठमा जाँदैछु। हेर्नुहोस् है गाइस, गाई गोठमा 24 घण्टामा चाहिँ गाई गोठमै हुन्छु है। अब जङ्गल पनि जानुपर्ने छ घाँस काट्नु। ऊ मेरो काली हेर्नु न उब्रेर बाछी। खोले पनि पाकिसक्यो हो। गाईबस्तुलाई चाहिँ अब पानीहरू परेर चाहिँ यति साह्रो बिजोक हुँदो रहेछ हो। गाइस यस्तै चाहिँ अब जिन्दगी। अब हामी चाहिँ अब आमा छोरा चाहिँ जङ्गल जानु पर्यो है भनेर चाहिँ अब बाटो पानी पर्ने हो कि है, लुगाहरू पनि उठाएर जानुपर्ने हो कि नउठाइ जानुपर्ने हो। गाइस तपाईँहरू कतिजना त अब अफिसमा हुनुहुन्छ होला, कतिजना है बाटोतिर गाडीमा यात्रा गर्नुहुँदैछ, कोही हस्पिटलतिर है। सबैको आफ्नो आफ्नो लाइफमा आफ्नो आफ्नो बिजी है, आफ्नो आफ्नो काम है। अब काम नगरी पनि हुँदैन है, यस्तै छ है गाइस। अब अहिले चाहिँ यति नै। हेलो एभ्रिवान, मेरो ब्ल्याङ्केट पनि सुक्नु आँटेछ है। अब हेर्नुहोस् है मेरो ब्ल्याङ्केट चाहिँ सुक्नु आँटेछ।